हेलो सबैजनालाई नमस्कार। म प्रकाश भट्टराई अनि हामीले नयाँ काम सुचारू गरेका छौँ। यो चाहिँ हाम्रो क्यानभास प्रिन्टिङ हो। सोहम श्री मेरो छोरा 3 वर्षको छ, उसको नामबाट चाहिँ हामीले केही नयाँ सुचारू गरौँ न भन्ने हिसाबले मेरो सेपरेट के अरे डिटिसी केयर डिसेबिलिटी एनडिआइएस डिसेबिलिटी केयर भन्ने पनि छ। डिटिसी केयर म कहीँ चाहिँ तपाईँले फेरि यसमै टिकटकमा खोज्नुभयो भने भेट्न सक्नुहुन्छ। कुरा रह्यो मेरो बारेमा, म चाहिँ प्रकाश भट्टराई अनि मैले चाहिँ विभिन्न कामहरू गर्दै यहाँसम्म आइपुगेको छु। मलाई कतिजनामा मित्रहरूले चाहिँ तपाईँहरूले ज्योतिष प्रकाश वशिष्ठ भनेर पनि चिन्न सक्नुहुन्छ। यदि तपाईँले चाहिँ नेप्लिज एस्ट्रोलोजर इन अस्ट्रेलिया भनेर हान्नुभयो भने खोज्नुभयो भने मेरो नाम चाहिँ पहिले गुगलमा पहिलो माथि देखाउन सक्छ अथवा सेकेन्डमा देखाउन सक्छ, पहिलोमा देखाइन भने पनि। त्यस्तै म पनि नेपाली हिप्नोथेरापिस्ट हो, पास्ट लाइफ रिग्रेसनिस्ट। मैले चाहिँ 2020 लगभग पास्ट लाइफ रिग्रेसन मेडिटेसनको होइन 2011देखि मेडिटेसन पनि गर्दै आइरहेको छु। र पास्ट लाइफ रिग्रेसन अनि मान्छेलाई चाहिँ हुन्छ नि विभिन्न टाइप मेन्टल हेल्थ इस्युजहरू छ भने पनि मैले धेरैजना नेपाली मित्रहरूलाई साथीहरूलाई चाहिँ हेल्प गर्दै पनि आइरहेको छु यो पास्ट लाइफ रिग्रेसन र हिप्नोथेरापीबाट। सँगसँगै मलाई चाहिँ अलिकति नयाँ कुराहरू ट्राई गरिराख्नु मन लाग्छ होइन। अनि यो पनि ट्राई गरिदिउँ न भनेर चाहिँ क्यानभास प्रिन्टिङ गरिदिन मन लागेको होइन। हामीले चाहिँ यहाँ एउटा चाहिँ वेयर हाउस पनि लिएका छौँ। मेरो मित्र हुनुहुन्छ, एकछिनमा आउनुहुन्छ मनोज पोखरेल, उहाँलाई पनि म इन्ट्रोड्युस गराउँछु। अनि सँगसँगै मैले अब यो एउटा चाहिँ ज्योतिषसँग रिलेटेड यो पिक्चर पनि छ होइन। हाम्रो गणेशजी गणपति हुनुहुन्छ, उहाँको पिक्चर चाहिँ मैले धेरैवटा घरमा जाँदाखेरि अलिकति रङ साइडमा देखेको छु है। अनि यो चाहिँ घरको ढोकामा छिर्ने बेलामा राख्नु हुँदैन भन्ने लाग्छ मलाई है। किन भन्दाखेरि यो पौराणिक कथाको अनुसार चाहिँ गणेशजीलाईको चाहिँ जब चाहिँ के अरे भगवान् शिवले चाहिँ तपाईँको तरबार अथवा चाहिँ त्रिशूलले हान्दाखेरि टाउको पछाडिपट्टि गएको थियो। त्यसले गर्दाखेरि चाहिँ त्यो चाहिँ नेगेटिभ एनर्जी चाहिँ तपाईँको पछाडितिर हुन्छ भने चाहिँ तपाईँले घर छिर्ने बेलामा चाहिँ यो राख्नुभयो। अनि तपाईँको चाहिँ घर चाहिँ होइन तपाईँको लाउन्ज रुमहरू स्लिपिङ रुमहरू चाहिँ तल अरू कटेर जानुपर्छ भने त्यसलाई चाहिँ वास्तुअनुसार पनि नराम्रो हुनसक्छ। मन्दिरमा चाहिँ सुरुमा हुन्छ किनभने गणेशजीकोलाई ढोक गरेर अनि सुरु गरिन्छ जे काम पनि। केही काम गर्नुपर्ने छ गणेशजीको पहिलो पूजाआजा गर्ने भनेको उहाँलाई पनि चाहिँ आफ्नो कुराहरू राखेर अनुमति लिएर होइन अगाडि गर्नुभयो। कुनै पनि कर्म गर्दाखेरि त्यस्तो गर्नुभयो भने चाहिँ गणेशजीकोलाई पूजा गरेर गर्नुभयो भने एकदम राम्रो हुन्छ। तर घरमा चाहिँ सुरुमा छिर्ने बित्तिकै गणेशजीको चाहिँ राख्दाखेरि चाहिँ घरदेखि पछाडिपट्टि चाहिँ सबै नेगेटिभ एनर्जीहरूले चाहिँ फलिफाप पाउन सक्छन्। किनकि हाम्रो पौराणिक कथासँग रिलेटेड भएको कारणले गर्दा उहाँको सर चाहिँ तपाईँको चाहिँ टाउको चाहिँ काटिएर त्रिशूलले काटिएर पछाडिपट्टि गएको हुने कारणले गर्दाखेरि चाहिँ उहाँको पछाडि चाहिँ नेगेटिभ एनर्जी, उहाँको अगाडि चाहिँ पोजिटिभ एनर्जी। त्यही भएर उहाँको गणेशजीको यो पिक्चर राख्नुहुन्छ भने चाहिँ लाउन्ज रुमको अथवा चाहिँ घरको पछाडिपट्टि होइन अथवा चाहिँ जुन कोठा चाहिँ पछाडिपट्टि हुन्छ अथवा लाउन्ज रुमको पनि एट द एन्डमा सबैतिर देखिने गरी घरको सबै भाग चाहिँ गणेशजीले हेर्नु। उहाँको भने चाहिँ उहाँबाट पोजिटिभ एनर्जी आइरहेको छ होइन। उहाँको चाहिँ पोजिटिभ एनर्जी हाम्रो चाहिँ लाउन्ज रुममा उहाँको